मैले गल्ती गरेको किनभने अब मैले चाहिँ त्यो मतलब गलतै सोचेर भनेको होइन नि। म चाहिँ भनिहालेँ, अब पछि रियलाइज भयो कि मैले गल्ती बोलेको रहेछु। मैले होइन जादु कुरा गरेँ। अब काल साथी तपाईँहरू तिनजना एउटा हो र भनेर सोधेँ होइन। अन्त अनि पछि मैले गल्ती आएको कारणले गरेँ भने मैले पहिला आएको कोटाएँ। मेरो हजुरआमाको पालामा त यस्तो यस्तो हुन्थ्यो भने मैले गल्ती कोट्यानु भएको त त्यो बल्जिएको भने त जुन सक्यो जस्तो भयो नि त। हाम्रो हजुरआमाको पालामा मेरो साथीहरू काली साथी दबाई हुँदाखेरि घरमा आएर चाहिँ पानी खाँदा एकदम त्यो धोएर चाहिँ घोटाउँथ्यो। मैले त्यो दिनदेखि मैले चाहिँ उ गर्थेँ भनेर चाहिँ मैले हुन्छ खण्डन गर्छु भन्दाखेरि त्यो भने तपाईँहरूलाई मनमा चोट लाग्छ म थाहा थियो कि। अनि जब खाना आएको मान्छे जहाँ सुन्नु मेरो गल्ती मैले गल्ती गरेको किनभने अब मैले चाहिँ त्यो मतलब गलतै सोचेर भनेको होइन नि। म चाहिँ भनिहालेँ, अब पछि रियलाइज भयो कि मैले गल्ती बोलेको रहेछु। मैले होइन जादु कुरा गरेँ। अब काल साथी तपाईँहरू तिनजना एउटा हो र भनेर सोधेँ होइन। अन्त अनि पछि मैले गल्ती आएको कारणले गरेँ भने मैले पहिला आएको कोटाएँ। मेरो हजुरआमाको पालामा त यस्तो यस्तो हुन्थ्यो भने मैले गल्ती कोट्यानु भएको त त्यो बल्जिएको भने त जुन सक्यो जस्तो भयो नि त। हाम्रो हजुरआमाको पालामा मेरो साथीहरू काली साथी दबाई हुँदाखेरि घरमा आएर चाहिँ पानी खाँदा एकदम त्यो धोएर चाहिँ घोटाउँथ्यो। मैले त्यो दिनदेखि मैले चाहिँ उ गर्थेँ भनेर चाहिँ मैले हुन्छ खण्डन गर्छु भन्दाखेरि त्यो भने तपाईँहरूलाई मनमा चोट लाग्छ म थाहा थियो कि। अनि जब खाना आएको मान्छे जहाँ सुन्नु मेरो गल्ती मैले गल्ती गरेको किनभने अब मैले चाहिँ त्यो मतलब गलतै सोचेर भनेको होइन नि। म चाहिँ भनिहालेँ, अब पछि रियलाइज भयो कि मैले गल्ती बोलेको रहेछु। मैले होइन जादु कुरा गरेँ। अब काल साथी तपाईँहरू तिनजना एउटा हो र भनेर सोधेँ होइन। अन्त अनि पछि मैले गल्ती आएको कारणले गरेँ भने मैले पहिला आएको कोटाएँ। मेरो हजुरआमाको पालामा त यस्तो यस्तो हुन्थ्यो भने मैले गल्ती कोट्यानु भएको त त्यो बल्जिएको भने त जुन सक्यो जस्तो भयो नि त। हाम्रो हजुरआमाको पालामा मेरो साथीहरू काली साथी दबाई हुँदाखेरि घरमा आएर चाहिँ पानी खाँदा एकदम त्यो धोएर चाहिँ घोटाउँथ्यो। मैले त्यो दिनदेखि मैले चाहिँ उ गर्थेँ भनेर चाहिँ मैले हुन्छ खण्डन गर्छु भन्दाखेरि त्यो भने तपाईँहरूलाई मनमा चोट लाग्छ म थाहा थियो कि। अनि जब खाना आएको मान्छे जहाँ सुन्नु मेरो गल्ती मैले गल्ती गरेको किनभने अब मैले चाहिँ त्यो मतलब गलतै सोचेर भनेको होइन नि। म चाहिँ भनिहालेँ, अब पछि रियलाइज भयो कि मैले गल्ती बोलेको रहेछु। मैले होइन जादु कुरा गरेँ। अब काल साथी तपाईँहरू तिनजना एउटा हो र भनेर सोधेँ होइन। अन्त अनि पछि मैले गल्ती आएको कारणले गरेँ भने मैले पहिला आएको कोटाएँ। मेरो हजुरआमाको पालामा त यस्तो यस्तो हुन्थ्यो भने मैले गल्ती कोट्यानु भएको त त्यो बल्जिएको भने त जुन सक्यो जस्तो भयो नि त। हाम्रो हजुरआमाको पालामा मेरो साथीहरू काली साथी दबाई हुँदाखेरि घरमा आएर चाहिँ पानी खाँदा एकदम त्यो धोएर चाहिँ घोटाउँथ्यो। मैले त्यो दिनदेखि मैले चाहिँ उ गर्थेँ भनेर चाहिँ मैले हुन्छ खण्डन गर्छु भन्दाखेरि त्यो भने तपाईँहरूलाई मनमा चोट लाग्छ म थाहा थियो कि। अनि जब खाना आएको मान्छे जहाँ सुन्नु मेरो गल्ती मैले गल्ती गरेको किनभने अब मैले चाहिँ त्यो मतलब गलतै सोचेर भनेको होइन नि। म चाहिँ भनिहालेँ, अब पछि रियलाइज भयो कि मैले गल्ती बोलेको रहेछु। मैले होइन जादु कुरा गरेँ। अब काल साथी तपाईँहरू तिनजना एउटा हो र भनेर सोधेँ होइन। अन्त अनि पछि मैले गल्ती आएको कारणले गरेँ भने मैले पहिला आएको कोटाएँ। मेरो हजुरआमाको पालामा त यस्तो यस्तो हुन्थ्यो भने मैले गल्ती कोट्यानु भएको त त्यो बल्जिएको भने त जुन सक्यो जस्तो भयो नि त। हाम्रो हजुरआमाको पालामा मेरो साथीहरू काली साथी दबाई हुँदाखेरि घरमा आएर चाहिँ पानी खाँदा एकदम त्यो धोएर चाहिँ घोटाउँथ्यो। मैले त्यो दिनदेखि मैले चाहिँ उ गर्थेँ भनेर चाहिँ मैले हुन्छ खण्डन गर्छु भन्दाखेरि त्यो भने तपाईँहरूलाई मनमा चोट लाग्छ म थाहा थियो कि। अनि जब खाना आएको मान्छे जहाँ सुन्नु मेरो गल्ती